हेलो साथी हो। आज चाहिँ तपाईँहरूलाई एकदमै मैले दबाई लिएर आएको छु है। यहाँ सक्नुहुन्छ, तपाईँले हेर्न सक्नुहुन्छ। यहाँनिर मैले लसुन डढाएको छु, लसुन अनि मेथी अनि यसको बादमा यो सरसोको तेलमा है। अनि यसो गर्नुहोस् तपाईँहरूले एकदमै तपाईँ जसको चाहिँ पास खुट्टाहरू पोल्छ है, यहाँनिर यो खुट्टाको यो हुन्छ नि पोल्छ, तपाईँले यस्तो गरेर एकछिन मालिस गर्नुहोस्। मालिस गरेर यस्तो गरेर अनि तपाईँले यसमा चाहिँ हाम्रो हरेक यहाँनिर भित्रकोपट्टिको भागहरू नसहरूको उयो हुन्छ नि, जस्तै आँखाको दिमागको हरेकको यहाँ चाहिँ हुन्छ रहेछ यस भागहरू होइन, यहाँ आएको। अनि तपाईँले चाहिँ यस्तै केही चिज ल्याउनुहोस् काँडा। मैले चाहिँ यो लिएँ, यसलाई चाहिँ मैले यसो गरेँ। तपाईँले रगड्नुहोस्, धेरै यसो थिचेर रगड्नुहोस्। यसो देखाएँ, यस्तो गर्नुहोस् तपाईँले गर्नुहोस्। अनि गरेर तपाईँले एकछिन 10 मिनट जति मजाले उयो गर्नुहोस्, मालिस गर्नुहोस् है। मेरो पनि यस्तो पोल्थ्यो कि, तर मैले यो लगाउनु थालेकोदेखि चाहिँ धेरै सन्चो भएको छ। नत्र खुट्टाहरू पोलेर कस्तो हुन्छ है यहाँनिर। अनि यस्तो यस्तो दबाउनुहोस्, यस्तो दबाउनुहोस्। अनि दबाइसकेपछि यस्तो धेरै प्रकारले गर्नुहोस्। अनि गरेपछि तपाईँले केही चिज पेन या केही चिजले चाहिँ तपाईँले फेरि यसलाई यस्तो गर्नु सक्नुहुन्छ है हजुरहरू, तपाईँको लागि एकदम भनेको। अनि यसलाई चाहिँ मैले चाहिँ यसलाई यस्तो गरेँ है त हजुर, यसो गरेँ। यसलाई यस्तो गर्नुहोस्, यस्तो दबाउनुहोस्। यसलाई पनि यसो 5-6 मिनट जति यसरी दबाएर राख्नुहोस्। हेर्नुहोस्, यसरी दबाएर राख्नुहोस्, यसरी दबाउनुहोस्। अनि तपाईँले भोलिपर्सि भन्नुहोस् मेरो खुट्टा चाहिँ ठिक भयो। 10 मिनट जति यसो गर्नुहोस्। तपाईँको खुट्टा एकदम पोल्ने, राति सुत्दा पोल्छ नि, दिनमा पनि गर्मीमा फुलिने उयो गर्ने हुन्छ, त्यो सबै ठिक हुन्छ। अनि तपाईँले गर्नुहोस्, यसरी गरेर 1 हप्ता जस्तो गरेर मलाई यसैमा कमेन्ट गर्नुहोस् कस्तो तपाईँहरूको रिजल्ट आयो भनेर है। ल गाइस, बाई बाई।